हेलो नमस्कार सबैजनालाई म फेरि पनि उपस्थित भएको छु है तपाईँहरूको माझमा अर्को भ्लग लिएर। आज हामी यो महाजाल खेल्न भनेर झरेको थियौँ। अब हेर्दै यता यो रहमा हामीले माछा एक दुई लट तानिसकेका छौँ यहाँनिर। अब यतातिर फेरि अलि खोला अलि ठुलो ठुलो छ। यता यहाँ पारी जाल फिजाको है। यता यहाँ एक लट यहाँबाट हामीले यहाँ थुतिसक्यौँ। बिजोक छ माछा है तेरिका। यहाँ हामीले यति महाजाल यसरी फिजाएर जाल यहाँ माछा धेरै छ यहाँ भन्ने कुरो भइरहेको छ। राखिदिने त्यो कति छ बाक्लै छ। ढुङ्गामाथि राखेको चाहिँ यहाँ माछा यहाँ अलि चेतेर गयो। यति मारिसक्यो हामीले। यो तातो ढुङ्गामाथि किन राखेको र? ठुलाले हान्तो के चेतेर गयो कि चेतेको हिलो चाप्ने छोड्दै छोड्दै हिलो चाप्ने अझै कुना आइपुगेन त यताको आयो यताको आ उताको आएन उताको आछ ढुङ्गो हो त्यहाँ माछा अलिक ठुल्ठुला छ भन्ने कुरो भइरहेछ है। यहाँ चाहिँ माछा चाहिँ धेरै पर्ला जस्तो छ यहाँ अहिले। सर्लक्क यस्ता पापी के भयो पापी? माछा जति त पोती छन् कति जालमा अल्झेको छ। ए सेतै छ नि त छैन र आँखा लाउने आँखा लाउने थियो कहाँ राखेको र? हाम्रो मेन हाम्रो सिकारीजी हुनुहुन्छ यता त खतरा डुब्नुहुन्छ। अर्को दाइ उता डुब्दै। अब यहाँ माछा सेतै छ भन्नुहुन्छ क्या। अब हेरौँ कति मिल्छ। कुनामा आएन अझै जाल? सानो सानो सर्पबाट आयो के ए हो र? अहिले त्यत्रो जाने भन्दा नि सानो त्यो અહીં केटेकोबाट त्यो पलबाट कतिको अल हाम्रा भात बस्छन् हाम्रा जति बस्छन् अरूका यस्तरी हामीले यो ढुङ्गा वरिपरि यो रहलाई पुरै छेकेर हाम्रो जाल यहाँ यता यहाँ परैसम्म छ। यता यता यस्तरी यो कुनामा हामीले यस्तरी जाल बिछाएका छौँ है। यहाँदेखि यहाँसम्म छ जाल। अझै यतैसम्म छ। लास्ट कुना यहाँसम्म छ है जाल। यो कुनासम्म छ जाल। यस्तरी हामीले यो महाजाल भन्छ यसलाई चाहिँ। हामीले यो रहको त्यो छेउबाट यस्तो छेक्दै 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 यहाँबाट छेक्दै यो ढुङ्गातिरबाट छेक्दै छेक्दै आएको। अब यो हाम्रो जाल सबै कुनामा लगिसकेपछि माछा कति निक्लिन्छ अनि हामी जालमा हेर्नेछौँ। यहाँ धेरै माछा जालभरि परेछ भन्ने कुरो भइरहेको छ। तल तल डुबेर हेर्नु ठुला माछा त त्यहीँ पस्यो होला रुसेन त। चाँडो भयो तिमीलाई।
सास पुग्दैन के यहाँ कम त दो एकैछिन गोरु रहेछ एकैछिन एकैछिन गोरु रहेछ अलि त्यहाँ त यहाँ त्यहाँ ढुङ्गा चाहिँ त्यतिको अड्डाको म यस्तो भित्र गएर हेर्ने थिएँ यहाँ म निकाल्थ्यौँ त्यहाँ थाप लाउँछ कि ए ल नभए यहाँ त यसो गरौँ यी झर झर पक्नु है पक्नु सट्टै झर्छ कि ल ए फुस्क्यो 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 हात फुस्क्यो गएपछि के पाउनु मार्ने गर्नु लसको चाल अलि छुट्टी फेरि हो त्यहाँ त लास हालौँ कहाँ जान्छ यसो गर्दा त बाख्रा हाल्छ यहाँ पनि छ फोन फेरि यति आउँदैन त यार के छ पल्छ भित्र माछा पुरै बिचमा टाँसियो भन्न ठुलो छ पुरै बिचमा टाँसियो बेस्ट गर्दै कति गर्ने हो माछा जति सबै यो कुना टाँसिएछ अरे यहाँ अब एकछिन रेस्ट गर्दै हान्दै गर्ने भन्नुभएको अरे दाइले यता फेरि डुब्नु भयो यो लामै हामीले यो महाजाल गराउँ माछा यसैमा रहेछ कि बाक्लो है पल्लो कुरा कति छ कहाँ कुकुरमा यसमा त्यहाँको छोड्दै जानु यहाँ पनि छ ठुलो कुरा यहाँ जाँदा सासु हुन्छ अब कता हो जाने अलि यतापट्टि आउनुहोस् हो त्यता अझै माथि हो त्यहाँ गरिदियो होइन गरिदियो फेरि अड्किन्न ए त्यही अड्के त्यही जालमा त्यही हदै मारिदिनु त किचिक हो मोरो ठुला छन् नारी यात्रा छन् कुरभित्र नारी यात्रा छन् यहाँ जाडोले लगलग काम नलैसक्नु यहाँ फेरि अलि छोप्ने ठाउँ पनि भएन कि लाठी ल्याउने भयो कस्तो हाँस्छन् एकछिन पज गर्नु पर्यो यहाँ चक्कुले हुगेर मैले यहाँ चाहिँ यति मरिसकेको छ माछा यो यस्तरी यहाँभित्र माछा हामीले यति मारेछौँ मोटो मान्छेलाई जाडो हुन्छ के जाडो हुन्छ एउटा यहाँ मरे रहेछ है ठुलै ए गर्दी रगत देखियो गर्दी ढुङ्गा सेकिँदै होइन ट्याक्क फेरि फुङ्गाल्दै
भनेपछि त तल्लो उसमा नि होला यार माछा त उ त्यो तलतिर छ है त्यो लामो कि त्यसमा ल है यो भर्खरै दाइले ठुलै ओए माछालाई फुस्केला यार ल ल एउटा चाहिँ खतरा बनी भयो ठुलो यस्ता त कति छन् कति है यहाँ त अब ल हेरौँ त यी ट्याक्क लाएर बल्ल एउटा सहरको बच्चा लागेछ आहा यहाँ फेरि आउँछ कि अर्को भन्नु पर्यो एउटा लौरो लिएर बस्नु पर्यो फेरि अड्डाउन नि पर्ला नि फेरि छैन दुगुर न दुगुर छन् नाकसाक छेप्चाइदिएर रातो गराउँला त्यहीबाट सुई उता गयो कि माछा यस्ता टाँसिएछन् यस्ता छम्दै छम्दै आएको थियो यिनी यसो कप्चर खुट्टा यसो गराउँछ अब त्यति बेला जाला ठ्वास ठोकिन आउँछ नि त भएन 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 आऊ के छिटो उडीले गाली गर्छ फेरि उडीले गाली गर्छ सन्चो न बना पोडन भन्छ माथि त फेरि उफ्रिनु ला त माछा त भुर्लुक गर्दै अहिले ठुलो लतारेको ठाउँमा चाहिँ यहाँ माथितिर बसिरहेको बस्छ मसिनो काँडेको बच्चा कुप्चा गर्छ दुलो दुलो बस्छ ठुलो गोटी बच्चा गयो खाने भयो उयो पछि भेटाएको रन्डीको दुगुर जान्छ तर जाऊ यहाँ जाडो हुन्न बल्ल मलाई जाडो भएन त्यहाँ छिर्ने बेला युज माछा त त्यो ढुङ्गा मुनि होला क्या बहुत यार यहाँ त कति छन् ठुन्न मिल्दैन यो हट बल्ल अब बल्ल त छिर्दै खाने हानम चुई चुई निकालम त अलि ठुलो हो त्यस्तरी है रन्जिल भाइ किन फोन आछ भने के भयो भएन यता त्यहीँ राख त्यहीँ राख चस्मा लगाएर भ्यू पाउने छ नि अर्को चस्मा थियो चस्मामा छ गादामा भरियो होला नि कि होइन गरिदिएन त्यही उसको सरको बच्चा र कहाँ खान गर्दी कहाँ लुकेछ त परै छ र जाल अझै जाल परै छ र ढुङ्गा त यस्तो त गयो नि त त्यो अलिक अप्ठ्यारो छ त्यो मैले बनाएको अब हाम्रो जाल उठाउने कार्यक्रम भइरहेछ यतातिर यता माछा झुन्डिराख्ने है यहाँ चाहिँ सेतै माछा
अझै मेन त तल उठाउनै बाँकी छ। यतातिरै यसरी परिरह। अब यता चाहिँ अलि ठुल्ठुला माछा चाहिँ अहिले निकालिसकेको हामीले। ए यो पनि सहरको बच्चा हो, सहरै हो यो। एउटा अर्को ठुलो सहर पनि छ यहाँ। ए यत्रो यत्रो सहरहरू छन् है। यो त छ माछा। माछा त कति मार्ने कति के कति छ कति धरो माछा मरेछ आज त। ल जालभरिदेखि देख्न सक्नुहुन्छ तपाईँहरूले। ल सेत्तै 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 माछा सेत्तै। हाम्रो मेन सिकारी दाई थापा दाई हुनुहुन्छ। खतरा छ यत्रा यत्रा ठुल्ठुला। ए टन्नाङ टुन्नुङ जता हेरो माछा हो, जता हेरो त्यतै माछा माछा। खस्ला है खस्ला। यति यहाँ आउने त कति छ। जालमा 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 जालमा। ए अझै यता त झन् ल माछा सेतै छ सेतै छ। यता खस्न त खसेन होला तर होइन। ल ल ल जाल खस्यो ल ल ल ल सेतै 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 खस्यो क्या मरो। जालभरि पुरै माछा, जालभरि पुरै माछा, जालभरि पुरै माछा। ए के भयो खस्यो र। ए ल है जालभरि पुरै सेतै छ है सेतै। खस्यो 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 ल सेतै। ए राम 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 ए राम। ल है ल ल ल सेतै 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 सेतै। ए राम ल माछा जाब त यस्तरी हो क्या मार्ने। यो माछा मार्ने भनेको यस्तरी हो क्या। ल गाइज 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 ल ल ल गाइज गाइज ल माछा चाहिँ माछा चाहिँ माछा चाहिँ माछा। खै 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 ए राम राम राम। ए सेतै छ सेतै। ए कति मार्ने माछा ए यहाँदेखि खसेछन् कोही। ए यो पनि सरकै बच्चै हो। ए ल हेर्नु त आहा हा हा हा। यो हो क्या माछा मार्ने तरिका भनेको है। यता त झन् भन्नै पर्दैन सेतै छ जालैभरि। ए वहीँ टुप्पैदेखि बेचसम्म माछा। राम 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 ल हा हा ओ यताबाट झन् खतरा देखिन्छ। ल ल सेतै सेतै सेतै। ए पुरै जालैभरि उहीँ तल। यस्तरी हो क्या माछा मार्ने। न करेन्ट लाउने न बम हान्ने। हाम्रो माछा मार्ने तरिका यस्तो हो क्या। महाजालमा हामीले माछा यति पारेका छौँ। खतरा क्याच भयो है यहाँ चाहिँ। दाइले उहाँ मेन दाई उहाँ दाई अनि त्यसपछि यता उता भाइ म पनि यसो। अब म जाबी लिएर आउँछु। जाबीमा झन् ठुल्ठुला माछा। तल तलको त यार उस भइसक्यो त्यही नि त। ए यहाँ यत्रो छ है। यताको अब यिनी कुरै नगरौँ। ए यहाँ जालमा यो अझ यो फिजाउने भने कति छ कति। यहाँदेखि लिएर सरर ल ल ल ल ल ल। ए यहाँ छ यहाँ सेतै अलि यो जालले ढाकेर अझै अर्कै देखियो। सेतै 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 यहीँ माथिसम्म सेतै सेतै पुरै माछै माछा यार। माछा मार्ने तरिका यो हो क्या हाम्रो। तर अस्तिको जति अस्ति नै यस्तै थियो होइन सेतै। योभन्दा बढी थियो। त्योभन्दा बढी थियो। माछा गोरु मर्ने चाहिँ जाल पनि यहाँ छ कि माछा त धेरै थियो। यत्नानिर छ कि यहाँ त सेतै देखिन्छ है। ल पुरै माछा गति ओ उछट्टी। ए कता ए ल है माछा मारियो आज। ए ल यहाँबाट सारा माछा मारेर यस्तरी है
यस्तरी ट्याक्क सर्लक 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 यहाँदेखि लिएर यतादेखि लिएर सर्लक्कदेखि लिएर उता दाइले छप्दै फाल्दै गर्नुपर्छ उता भाइले अनि बसन्त दाइले प्लस मैले ल गाइस हामीले चाहिँ यहाँ अब जालबाट निकालेर भइसक्यो अनि त्यसपछि यहाँ ढुङ्गैभरि यहाँ प्रशस्तै छ वहाँ माथि जाबीमा मस्तै छ। अब हामीले जम्मा गर्दैछौँ माछा जाति माथितिर गाइजहरू अझै यहाँ तल छुटेको छ अलिअलि फेरि यहाँ खोज्न जानु ला कोही टोलीहरू है मैले चाहिँ अब यहाँ भएको जति जम्मा गर्दैछु गाइस त फेना जान्नु सास रोकिन्छ मेरो फेना पुगेर माछा होइन कि ल्याउने आफै मात्र ल यहाँ सेतै सेतै माछा अझै यहाँ पनि रहेछ है। ल गाइजहरू माछा चाहिँ आज तरिकाले मारिरहेछ माछा चाहिँ यहाँ पनि छ है अझै ए हजुर यता पनि रहेछ त गाइजहरू यता रहेछ त्यता प्रशस्तै छ माछा ल यता पनि छ ल यता पनि छ ल ट्याक्क टिप्दै फाल्दै अब जाबी भरिने भयो जाबी त भरिन्न यसलाई भरिस् ए ल है गाइजहरू सरर ढुङ्गैभरि माछा उता जाबीभरि माछा मारिदियो आज चाहिँ रमाइलो भयो जोस् अझै उता यता पनि रहेछ यता पनि छ माछा त हे तेरि छुट्ला है माछा ए दुईवटा चाहिँ उता थाकेर उता बसेछन् लास्टमा चाहिँ अब माछा मारेर भेट्यो अब चाहिँ अब हामी जाने तर्फमा छौँ अब फेरि लाग्नुपर्छ अब पानी पनि पर्नु लाग्यो यस्तो छ मौसम चाहिँ डेन्जर भयो है यस्तो दामी छ कि यहाँ फेरि यो हाम्रो जक्सन चाहिँ माछा मार्ने जक्सन चाहिँ यही हो ल गाइजहरू अब चाहिँ घर गएर भेटौँ।